आजको यस भिडियोमा हामी नेपालको इतिहास सम्बन्धी 20 महत्त्वपूर्ण प्रश्न उत्तरहरू लिएर आएका छौँ। ध्यान दिएर सुनिदिनु होला। प्रश्न नम्बर 1, नेपालको एकीकरण कसले गरेका थिए? नेपालको एकीकरण कसले गरेका थिए? ए. पृथ्वीनारायण शाह, बी. महेन्द्र शाह, सी. त्रिभुवन शाह, डी. राणा बहादुर शाह। यसको सही उत्तर रहेको छ ए. पृथ्वीनारायण शाह। प्रश्न नम्बर 2, गोर्खा राज्यले नेपालको एकीकरण कहाँबाट सुरु गर्यो? गोर्खा राज्यले नेपालको एकीकरण कहाँबाट सुरु गर्यो? ए. काठमाडौँ, बी. गोर्खा, सी. नुवाकोट, डी. पाटन। यसको सही उत्तर रहेको छ बी. गोर्खा। प्रश्न नम्बर 3, नेपाल ब्रिटिस युद्ध कहिले सुरु भयो अथवा अङ्ग्रेज नेपाल युद्ध कहिले भयो? ए. 1814 देखि 1816, बी. 1805 देखि 1807, सी. 1820 देखि 1822, डी. 1846 देखि 1848। यसको सही उत्तर रहेको छ ए. 1814 देखि 1816 सम्म भयो। प्रश्न नम्बर 4, सुगौली सन्धि कहिले भयो? सुगौली सन्धि कहिले भयो? ए. 1815, बी. 1816, सी. 1806, डी. 1820। यसको सही उत्तर रहेको छ 1815 मा सुगौली सन्धि भयो। प्रश्न नम्बर 5, नेपालको राष्ट्रिय एकीकरणको प्रक्रिया कति वर्षसम्म चल्यो? ए. 10 वर्ष, बी. 25 वर्ष, सी. 50 वर्ष, डी. 100 वर्ष। यसको सही उत्तर रहेको छ बी. 25 वर्ष। प्रश्न नम्बर 6, कोट पर्व कहिले भयो अथवा कोट हत्याकाण्ड कहिले भयो? ए. 1846, बी. 1856, सी. 1901, डी. 1951। यसको सही उत्तर रहेको छ उत्तर ए. 1846 मा कोट हत्याकाण्ड भयो। प्रश्न नम्बर 7, कुन राणा प्रधानमन्त्रीले 104 वर्षको राणा शासनको सुरुवात गरे? ए. जङ्गबहादुर राणा, बी. चन्द्रशमशेर, सी. वीर शमशेर, डी. देव शमशेर। यसको सही उत्तर रहेको छ ए. जङ्गबहादुर राणा। प्रश्न नम्बर 8, नेपालमा राणा शासन कति वर्ष चल्यो? ए. 50 वर्ष, बी. 104 वर्ष, सी. 150 वर्ष र डी. 200 वर्ष। यसको सही उत्तर रहेको छ उत्तर बी. 104 वर्ष राणा शासन चल्यो। प्रश्न नम्बर 9, नेपालमा प्रजातन्त्रको सुरुवात कहिले भयो? नेपालमा प्रजातन्त्रको सुरुवात कहिले भयो? ए. 1951, बी. 1960, सी. 1990, डी. 2008। यसको सही उत्तर रहेको छ ए. 1951। प्रश्न नम्बर 10, 2007 मा नेपाल कस्तो राष्ट्र घोषित भयो? 2007 मा नेपाल कस्तो राष्ट्र घोषित भयो? ए. हिन्दू राष्ट्र, बी. धर्मनिरपेक्ष राष्ट्र, सी. बौद्ध राष्ट्र, डी. इस्लामिक राष्ट्र। यसको सही उत्तर रहेको छ बी. धर्मनिरपेक्ष राष्ट्र। प्रश्न नम्बर 11, नेपालको संविधान कहिले जारी भयो? नेपालको संविधान कहिले जारी भयो? ए. 2007, बी. 2015, सी. 1990, डी. 1962। यसको सही उत्तर रहेको छ बी. 2015। प्रश्न नम्बर 12, नेपालमा राजतन्त्र कहिले समाप्त भयो? नेपालमा राजतन्त्र कहिले समाप्त भयो? ए. 2006, बी. 2008, सी. 2015, डी. 1990। यसको सही उत्तर रहेको छ बी. 2008 मा। प्रश्न नम्बर 13, कुन ऐतिहासिक घटनाले नेपालमा जनआन्दोलनलाई प्रेरित गर्यो? ए. कोट पर्व, बी. सुगौली सन्धि, डी. 1990 को जनआन्दोलन र डी. 2001 को राजदरबार हत्याकाण्ड। यसको सही उत्तर रहेको छ डी. 2001 को राजदरबार हत्याकाण्ड। प्रश्न नम्बर 14, नेपालको पहिलो राजा को हुन्? ए. पृथ्वीनारायण शाह, बी. महेन्द्र शाह, सी. जयस्थित मल्ल, डी. अरिमर्दन। यसको सही उत्तर रहेको छ ए.
पृथ्वीनारायण शाह। प्रश्न नम्बर 15 लुम्बिनी कसको जन्मस्थल हो? लुम्बिनी कसको जन्मस्थल हो? ए गौतम बुद्ध, बी महावीर, सी अशोक, डी पृथ्वीनारायण शाह। यसको सही उत्तर रहेको छ ए गौतम बुद्ध। प्रश्न नम्बर 16 नेपालको प्राचीन नाम के थियो? ए गोर्खा, बी किरात, सी नेपाल मण्डल, डी हिमालय। यसको सही उत्तर रहेको छ सी नेपाल मण्डल। प्रश्न नम्बर 17 कुन मल्ल राजाले काठमाडौँ उपत्यकामा सुनौलो युग सुरु गरे? ए एच मल्ल, बी जयस्थित मल्ल, सी रत्न मल्ल, डी प्रताप मल्ल। यसको सही उत्तर रहेको छ बी जयस्थित मल्ल। प्रश्न नम्बर 18 नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता कहिले पायो? नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता कहिले पायो? ए 1995, बी 1955, सी 1960, डी 1975। यसको सही उत्तर रहेको छ बी 1955। प्रश्न नम्बर 19 नेपालको राष्ट्रिय पञ्चायत प्रणाली कहिले सुरु भयो? ए 1951, बी 1960, सी 1990, डी 2008। यसको सही उत्तर रहेको छ बी 1960। प्रश्न नम्बर 20 नेपालको अन्तिम हिन्दू राजा को हुन्? नेपालको अन्तिम हिन्दू राजा को हुन्? ए वीरेन्द्र शाह, बी ज्ञानेन्द्र शाह, सी महेन्द्र शाह, डी त्रिभुवन शाह। यसको सही उत्तर रहेको छ बी ज्ञानेन्द्र शाह। हस् धन्यवाद। आजको भिडियोमा नेपालको इतिहास सम्बन्धी